हेलो सबैलाई नमस्ते साथीहरु। आज चाहिँ म आफू जन्मेको घरमा आएको छु। देख्न सक्नुहुन्छ गुल्मी मालिका गाउँपालिका 1 लाग्नुस् है। म चाहिँ 5 वर्षपछि आएको। मम्मी बितेपछि पहिलो चाहिँ त्यहाँ आछु। ला हेर्नु चाहिँ म सबै देखाउँछु कस्तो हालतमा छ। उता जंगल पनि देखाइदिन्छु ल। फुल यस्तो भएको छ साथीहरु। देख्न सक्नुहुन्छ म जन्मेको घर बिजोक छ। यता पनि देखाउँछु। कोजागत पूर्णिमा त भोलि रहेछ। कोजागत पूर्णिमा हुन्छ नि भोलि रहेछ। मैले फुलहरु यसरी धेरै लगाउँथे तर अहिले चाहिँ फुलको माया लागेछ। दिदी छोरीले लगाएको रे राम्रो भएको छ। यहाँ चाहिँ अहिले कोही पनि बस्नुहुन्न। घर पुरानो भएर देख्न सक्नुहुन्छ पछाडी पुरै भत्किसकेको छ। यतातिर पुरै जंगल भर्दै छ। घरको हालत यस्तो बिजोक छ। भट्केर गइसकेको छ। यही घरभित्र म जन्मेको। म भित्र जन्मेको ठाउँ देखाउँछु। म जन्मेको ठाउँ चाहिँ अहिले बाख्राको खोर भएको छ। हेर्नुहोस् है। मेरो मम्मी सुत्ने ठाउँ यहाँ थियो। मम्मी बितेपछि म पहिलो चाहिँ त्यहाँ आएको छु। म जन्मेको यहाँ हो। अहिले चाहिँ अँध्यारो भएको छ। केही पनि देखिँदैन। यता चाहिँ यता पनि पुरै जङ्गल जस्तो भएको छ। घर भत्केर बिजोक छ। यी सागसब्जी दिदीले लगाउनु भएको छ। घर चाहिँ यस्तो अवस्थामा छ साथीहरु। हेर्नुहोस् अहिले गाउँघरका घरहरू यसरी बिजोक अवस्थामा गएको छन्। आफू जन्मेको घर आउँदा खुसी लाग्छ तर घर चाहिँ यस्तो छ बस्नु लायक पनि छैन। भट्केर गइसकेको छ। आज सबैलाई सर्वजात चाहियो। यहाँ चाहिँ टिमुरहरू लगाउनु भएको छ दिदीले। टिमुर फल्दैछ। सिमीहरू देख्न सक्नुहुन्छ। टोयलेट त भड्केर त्यस्तो भएको छ। यता चाहिँ बेसारहरूको खेती गर्नु भएको छ दिदीले। तान्नै भएको छ। यो त पुरै जङ्गलै भएको छ अहिले त। हामी बस्न छोडेदेखि त। चाहिँ मेरो दिदीको छोरी मेरो भिडियो बनाउँदैछ। ए हेलो अनिसा। यहाँ चाहिँ यो चाहिँ झाडु भन्छ हाम्रोमा। यसलाई के भन्छ भने झाडुको नाम हैन पनि त के भन्छ झाडु हो यो। यो चाहिँ सल्ला। हाम्रो पालिका चाहिँ यो टाढा यहाँबाट देखिन्छ कि नै। यो चाहिँ हाम्रो पालिका हो। यो ठुलो मालिका गाउँपालिकाको पालिका चाहिँ यो हो। हामी चाहिँ यही ठाउँमा हुर्केको बढेको। अहिले चाहिँ यस्तो बिजोक अवस्थामा छ। यो चाहिँ मैले रोपेको सुन्तला। हेर्नुहोस् त कति धेरै फलेको छ। त चाहिँ मेरो घर एकदमै मन दुख्यो। यो घर देख्दा चाहिँ म जन्मेको घर आउँदा यस्तो बिजोक अवस्थामा देख्दा गाह्रो छ। सबै जङ्गल भरेको छ। यही ठाउँमा हामी हुर्कियो खेलियो। पुरा चकचक पारेर बस्या हुन्थ्यौँ यहाँ चाहिँ। अहिले यस्तो जङ्गल छ। हेर्न सक्नुहुन्छ माथिको बारी घरदेखि माथि पनि अहिले त पुरै जङ्गलै भरेको छ भनौँ। हाई गर्दैन बस्नु त। यहाँ चाहिँ सिस्नोले गरिएको छ। यहाँ काब्राको रुखहरू। यहाँ चाहिँ हामी पिङ खेल्थ्यौँ। यहाँ त खालि सिस्नो देखाएको पुरै यस्तो बिजोक अवस्थामा भरेको छ। यो चाहिँ मेरो नयाँ घर पछि बनाएको फेरि पुरानो भइसकेको छ। जानु बाटो